So hello, namaste and good morning everyone. Welcome back to my vlog. So it's day 4 of daily vlogging. So आज चाहिँ म आएको छु यता माथिको यो जुन हिजोको भ्लगमा मैले भनेको थिएँ लाइक म धादिङमा आएको छु भनेर। यहाँ चाहिँ एउटा फार्म रहेछ। सो म यता आएको छु घुम्नको लागि आज एन्ड लाइक म अब आज चाहिँ म काठमाडौँ पनि फर्किनु छ एन्ड काठमाडौँ फर्किनुभन्दा पहिला चाहिँ म यहाँ हल्का घुम्न आएको छु बिहानै उठेर। लाइक एक्साइटमेन्ट त यति छ कि मैले लुगा पनि चेन्जै गरेको छैन, लाइक मैले ड्रेस पनि चेन्जै गरेको छैन आज हतारमा हिँडेको भएर। हजुर माथि आउने ए हस्। सो अहिले चाहिँ हामी उता माथि जाँदैछौँ। सो द्याट्स वाइ। अनि अहिले हामी कता छौँ, यो फार्मको यो साइडमा छौँ हामी। यता पछाडि चाहिँ पोखरी छ। मजा आइरहेको छ मलाई रिकर्ड गर्नुपर्छ भने। अहिले चाहिँ म जाँदैछु माथि भिनाजु भएको ठाउँमा। कता हो उडिच होइन भिनाजु। सो भिनाजुहरू चाहिँ उहाँ तल पुगिसक्नु भएको छ पछाडि। एन्ड बाँकी क्लिप्सहरू चाहिँ म यसपछि हालिदिन्छु। सो ओके, हामी चाहिँ अहिले घुम्दा घुम्दै सो यहाँ आइपुगिसकेका छौँ। अनि यहाँ हुनुहुन्छ भिनाजुहरू। यहाँ चाहिँ मेरो हतियारवाला क्यामेरा। सो दिस इज द प्लेस। हामी चाहिँ यहाँ घुम्न आएको थियौँ एन्ड एक हल्का एस्थेटिक ठाउँ रहेछ यो चाहिँ। सो गेस द प्राइस अफ दिस हाउस। यो घरको प्राइस चाहिँ गेस गर्नु होला कमेन्ट्समा इफ यु वान्ट टु नो। एन्ड यहाँ चाहिँ लाइक भिला टाइपको बन्दै रहेछ एन्ड इन फ्युचर चाहिँ म यहाँ अभियसली घुम्न आउने नै छु भिनाजसँग यहाँ आउँदाखेरि। एन्ड यहाँ चाहिँ अहिले गार्डनको काम हुँदैछ एन्ड हामी मेन चाहिँ घुम्न आएको भनेको यो अगाडिको ठाउँको लागि हो। एन्ड अहिले चाहिँ म यो घुमेको चाहिँ सबै मेबी हाइलाइट्सहरू हाल्छु होला यहाँबाट। लाइक पुरै नै त हाल्नु सकिँदैन किनभने भ्लगै लामो बन्छ एन्ड मलाई एडिट गर्न त्यति राम्रोसँग आउँदैन। सो द्याट्स वाइ। एन्ड ओके, सो नाउ हामी चाहिँ अहिले घरभित्र छिर्न लागेको छौँ। के भन्नुभएको? यस्तो चाहिँ देखाएको थियो, यस्तो चाहिँ देखाएको थिएन। यस्तो प्लेस इन्ट्रान्स। यो चाहिँ इन्ट्रान्स यता पनि छ। वाउ, भित्ता हेर, भित्ता कस्तो छ, कत्रो छ भित्ता हेर। यो भित्र हेर कति पाग्लो छ। लाइक पुरै महलै बनाउनु लाग्यो क्या हो यहाँ त। यो डाइनिङ हो। तपाईँ मलाई देखाउँदै जानु, म रिकर्ड गर्दै जान्छु। डाइनिङ हुन्छ यहाँ। यो हेर यतातिर त घुम्न आउनेहरूलाई त यो त सही प्लेस है। यो त पुरानो दरबारै जस्तो हो त। यहाँकै दरबारको फर्मुला हो। लाइक हेर्न सक्नुहुन्छ यो चाहिँ रुम हो यहाँको। लाइक हल्का ओल्ड भाइबवाला छ यो रुम चाहिँ, बट लाइक धेरै नै पुरानो सामान एन्ड एक्सपेन्सिभ सामानहरू युज भएको छ यहाँ चाहिँ। यहाँ चाहिँ प्लेस सक्नुहुन्छ यहाँ। अनि यो चाहिँ बाल्कनीबाट भ्यू हो। लाइक भ्यू चाहिँ त्यस्तो राम्रो छैन, बट यो ठाउँ चाहिँ भ्यूको लागि चाहिँ अभियसली नै होइन। यहाँ यता पनि छ बाल्कनी चाहिँ। यो ठाउँ चाहिँ भ्यूको लागि चाहिँ होइन, अभियसली नै। लाइक हल्का ओल्ड टाइपको छ। यहाँको त्यो चाहिँ को हो, मतलब ओनर तपाईँ हो? हजुर हो यहाँको ओनर कि म्यानेजर? म्यानेजर चाहिँ उहाँ हो। के को स्टोन हो यो? स्टोनै हो यो बाहिरको? अनि यो त अनि करोडको हो यो। सो अल राइट, हाम्रो चाहिँ अहिले यो ग्रिन भिलाबाट यो होटेलबाट चाहिँ निस्किने टाइम आइसकेको छ एन्ड हामी चाहिँ होटेल घुम्यौँ भित्र। एकदमै भवाल थियो, सबै एस्थेटिक ओल्ड सामान र ट्रेडिसनल सामानहरू मात्रै थियो। एन्ड मलाई चाहिँ भिनाजले घुमाइदिनु भएको हो यहाँ चाहिँ। लाइक अब यहाँबाट हामी जान्छौँ कफी खानको लागि। एन्ड कफी खाएर त हामी सिधै घरै जाने होला नि है भिनाजु? ट्रेडिसनल सामान
सक्नुहुन्छ भित्र पनि अघि देखाउनु चाहिँ देखाएको छ यो चाहिँ के हो यो नि लाइटै हो 3 पेजलाई यही होला 3 पेज चाहिन्छ भने बत्ती यसको चाहिँ के काम हो यो लाइटको चाहिँ कति वर्ष पुरानो होला त्यो चाहिँ भन न यो कति सालको होला यो खै के छ मलाई कुन देशबाट ल्यायो भने अमेरिका यो धेरै वर्ष भयो दिएको त्यो त नि अमेरिकाको हो नि अमेरिकाको हो रे यो लाइक यो इलेक्ट्रिसिटीबाटै चल्ने होइन चल्न चाहिँ रिफ्लेक्टर नै रहेछ त यो त अनि यो अविनाजु केबाट चल्ने इलेक्ट्रिसिटीबाट होइन इलेक्ट्रिसिटी नै होला सो हेर्न सक्नुहुन्छ कति पुरानो पुरानो सामान छ यहाँ चाहिँ यता हेर्नुहुन्छ सक्नुहुन्छ हो यता चाहिँ बस्ने ठाउँहरू पनि छ लाइक क्रेजी नै ठाउँ घुमे हो यो भनेको चाहिँ लाइक वान अफ द राम्रो ठाउँ हो अहिलेसम्म घुमेको मध्येमा बट द ब्याड थिङ इज कि अहिले बन्दैछ भर्खर लाइक अझै पनि यो बन्नलाई चाहिँ लाइक 1 इयर जस्तै टाइम लाग्छ होला अझै 1 इयर पनि भिनाजु अझै यो 1 इयरमा कम्प्लिट भइसक्छ अब 1 इयरमा भइसक्छ टोटल कति टाइम लाग्यो बनाउनु चाहिँ यो 10 वर्ष भयो लाइक 10 वर्ष भइसक्यो यो बनाउनु लागेको चाहिँ एन्ड यो जुन देखिरहेको छ यो पारीको साइड यो चाहिँ दोर्खा वर्ल्डमै वान एन्ड ओन्ली हो यो वर्ल्डमै यो डिजाइन यो डिजाइनको यही डेकोरेटको कुनै पनि घरै छैन यो डिजाइनको चाहिँ कुनै घरै छैन किन किन होइन क्या यो उसले डिजाइनै त्यस्तै खतरा गरे लाइक बाहिरकै मान्छेले गरे हो त्यो खतरा मान्छे हो नि सो यहाँबाट चाहिँ हामी कफी खान जान्छौँ एन्ड त्यसपछि हामी तपाईँहरूलाई भेट्छौँ कफी खाने ठाउँमा सो हामी चाहिँ कफी खान जाने भनेको थियौँ तर हाम्रो कफी चाहिँ यहीँ आइसकेछ सो अहिले चाहिँ हामी कफी खाइसकेर घर जाने त होला नि हामी यहाँबाट त सिधै होइन हामी यहाँबाट चाहिँ घर जान्छौँ यहाँ सो अहिलेको लागि चाहिँ सो अलराइट गाइज अहिले चाहिँ मेरो घर निस्किने बेला भइसकेको छ लाइक आज चाहिँ म धादिङबाट यहाँ चाहिँ आइसकेको नै थिएँ लाइक धादिङबाट यहाँ आउने बेलामा चाहिँ म बसमा आएको थिएँ हल्का बस चाहिँ प्याक थियो सो द्याट्स वाइ मैले भ्लग चाहिँ धेरै गरिनँ एन्ड हाई गरिदिनु न सो धादिङबाट यहाँ आउनलाई चाहिँ हल्का मलाई लाइक 3 घन्टा जति टाइम लागेको थियो बिहान हामी चाहिँ ग्रिन भिला घुमेर अनि त्यसपछि खाना खाएर चाहिँ सिधै यता नै आएको हो लाइक हल्का टाइम लाग्यो अनि आउँदाखेरि बाटोमा चाहिँ बसमा के रिकर्ड गर्नु जस्तो लाग्यो सो द्याट्स वाइ मैले रिकर्ड गरिनँ एन्ड आएर चाहिँ म सिधै पसलै आएको थिएँ किनभने दिदी यहीँनिर हुनुहुन्थ्यो एन्ड अहिले म घर जान लागेको छु लाइक इन्ड्राइभमा जान पनि सक्छु गाडीमा जान पनि सक्छु सो अहिलेको लागि सो फाइनली गाइज अहिले चाहिँ म घर आइपुगिसकेको छु एन्ड यस टाइम इज लाइक 10 AM सो आज पनि म घर आउन लेट भइसकेको छु द ओन्ली रिजन म घर आउन लेट भएको चाहिँ म लोकल बस चढेर आएँ म कुनै इनड्राइभ प्लेटफर्ममा चाहिँ आइनँ लाइक म पठाउ चढेर पनि आइनँ एन्ड इनड्राइभमा चाहिँ मेरो राइडरले लाइक रिक्वेस्टै एक्सेप्ट गरेन त्यही भएर म इनड्राइभमा नै आइनँ एन्ड लोकल बसमा चाहिँ म पसलबाट 8 बजी हिँडेको थिएँ लाइक पसलबाट चाहिँ घरको लाइक डिस्टेन्स कति 3 किलोमिटर छ होला है लाइक 10 किलोमिटर छ पसलबाट चाहिँ एन्ड त्यो भएर पनि आउन ढिलो भयो एन्ड 10 किलोमिटर टोटल 13 किलोमिटर छ किनभने हल्का 1-2 किलोमिटर जति हिँड्नुपर्ने पर्छ उकालो घर चाहिँ लास्टै नै माथि छ हाम्रो लुबुमा लाइक लुबु भन्ने ठाउँमा हो एन्ड त्यही भएर म ढिलो भइसकेको छु आज पनि अनि यहाँ चाहिँ मेरो भाइ छ हाई भन कुनाली बन्न खोज्दैछ त्यो सरोज जोशी भ्लग्सको त कुनाली हो सो अब चाहिँ म यहाँ घर आइपुगेँ अब म खाना खान्छु त्यसपछि म चेन्ज गर्छु अनि त्यसपछि म तपाईँहरूलाई भेट्छु सो ओके गुड नाइट एभ्रिवान अहिले चाहिँ मेरो सुत्ने टाइम भइसकेको छ लाइक इट इज अलमोस्ट 11 PM सो यो टाइम चाहिँ मेरो सुत्ने टाइम हो जहिलेको पनि एन्ड आज चाहिँ हल्का ट्राभल पनि धेरै भयो किनभने उता धादिङदेखि आएको लाइक 100 किलोमिटर्स कभर गर्यो लाइक बसमा एन्ड हल्का बसमा आउँदाखेरि चाहिँ हल्का बाटो पनि बिग्रेको रहेछ त्यताको सो हल्का थाक्यो पनि त्यसपछि म पसल आएको थिएँ एन्ड पसलबाट पनि फेरि लाइक स्टाफ रहन्छ पसलमा पनि त्यहाँ पनि काम गर्नु पऱ्यो एन्ड अघि पनि फेरि लोकल बसमा आयो त्यहाँबाट पनि हल्का बाटोमा आउँदाखेरि हिँड्नु पऱ्यो सो द्याट्स वाइ आज चाहिँ म धेरै नै थाकिसकेको छु एन्ड यो चाहिँ मेरो सुत्ने टाइम पनि हो सो अहिलेको लागि चाहिँ म भन्न चाहन्छु गुड नाइट टु अल अफ द पिपल हु आर वाचिङ दिस भिडियो एन्ड लाइक बिहान अपलोड गर्छु भिडियो चाहिँ तर यो लाइक मेरो त गुड नाइट हो सो त्यही चाहिँ म गुड नाइट भनिरहेको छु एन्ड इफ यु लाइक दिस भिडियो डु लाइक सेयर एन्ड सब्सक्राइब एन्ड थ्याङ्क्स फर वाचिङ गुड बाई